फोटोग्राफीका विभिन्न विधाहरूमध्ये विवाह फोटोग्राफी एउटा मुख्य पेसाको रूपमा रहेको हुनाले काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको यस वेडिङ फोटो अवार्ड 2024मा सहभागी हुने सम्पूर्ण फोटोग्राफरहरूलाई सहभागी हुनको लागि उत्प्रेरणा दिनुहुने नेपाल फोटोग्राफर महासङ्घ तथा विभिन्न फोटोग्राफर सङ्घहरूलाई विशेष आभार प्रकट गर्न चाहन्छु। यहाँहरूले हाम्रो यात्राको क्रममा देखाउनु भएको विशेष आतिथ्यताको लागि म काठमाडौँ फोटोग्राफर सङ्घको अध्यक्ष हरिप्रसाद घिमिरे तथा समग्र काठमाडौँ फोटोग्राफर सङ्घको तर्फबाट विशेष आभार प्रकट गर्न चाहन्छु। यसैगरी काठमाडौँ फोटोग्राफर सङ्घको यस कार्यसमितिले आफ्नो व्यस्तताको बावजुद पनि यस वेडिङ फोटो अवार्ड 2024 अगाडि पस्किनको लागि महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। यस्तै गरी काठमाडौँ फोटोग्राफर सङ्घले यस वेडिङ फोटो अवार्ड 2024 अगाडि बढाइरहँदा यहाँहरू सहयोगी दाताहरूप्रति हामी पुग्दा यहाँहरूले देखाउनु भएको उत्साहको लागि म काठमाडौँ फोटोग्राफर सङ्घको अध्यक्ष तथा समग्र काठमाडौँ फोटोग्राफर सङ्घको कार्यसमितिको टिमको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस वेडिङ अवार्डको परिकल्पना र यस वेडिङ अवार्ड यहाँसम्म ल्याउनको लागि काठमाडौँ फोटोग्राफर सङ्घका पूर्व कार्यसमिति, पूर्व अध्यक्षज्यूहरू, पूर्व टिमहरूलाई विशेष सम्झन चाहन्छु, विशेष आभार प्रकट गर्न चाहन्छु। वेडिङ फोटो अवार्डमा ऐतिहासिक रूपमा फोटो आएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यति मात्र होइन, विदेशमा रहनुहुने नेपाली फोटोग्राफरहरूले पनि यस अवार्डलाई सफल बनाउन फोटो पठाउनु भएकोमा विशेष आभार प्रकट गर्न चाहन्छु। अब हामी यही पौष 12 गते राष्ट्रिय नाचघर जमलमा भेट्ने बाचा गर्दै समग्र काठमाडौँ फोटोग्राफर सङ्घको कार्यसमिति तथा म अध्यक्ष हरिप्रसाद घिमिरेको तर्फबाट समग्र यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दै बिदा हुन्छु। धन्यवाद। जय फोटोग्राफी।